हाई एभ्रिवान। आज म बनाउँदैछु हेर्दै खाउँ खाउँ लाग्ने कोपी र आलुको तरकारी। म के राखेर बनाउने छु स्टेप बाई स्टेप हजुरहरूलाई बताउँदै जानेछु। सुरुमा तावामा तेल राखेर जिरा र मेथीलाई पनि राखेँ। अब यसको माथिबाट राख्दैछु प्याज। यो प्याजलाई यत्तिकै ब्राउन हुने गरी भुटे पछाडि यसको माथिबाट राख्दैछु म माथिबाट राखेँ बोक्रा फालेर यत्तिको साइजमा काटेको आलु। माथिबाट अदुवा र लसुनको पेस्ट राखेर एकैछिन चलाइसके पछाडि अब राख्दैछु बेसार। यसको माथिबाट स्वाद अनुसारको नुन पनि राखेँ मैले। अब मसिनरी काटेको गोपीलाई राख्दैछु मैले। यसलाई सबैतिर चलाइदिने। मैले यहाँ 2वटा टमाटरलाई मिक्सरमा ग्राइन्ड गरेर राखेको छु। टमाटरलाई सबैतिर हुने गरी चलाइसके पछाडि यसको माथिबाट राख्दैछु म धनिया र जिराको पाउडर। यदि हजुरहरूलाई मेरो भिडियो मन पर्यो भने मेरो च्यानललाई सब्स्क्राइब गर्न र लाइक गर्न नभुल्नुहोला। यसरी पकाएको गोपी र आलु एकदमै मिठो हुन्छ। एकपटक हजुरहरूले पनि अवश्य ट्राई गर्नुहोला। थ्याङ्क यू।